Welcome to my channel Civil Concept. नमस्ते, वेलकम टु माई न्यू भिडियो। स्वागत छ मेरो नयाँ भिडियोमा। आज चाहिँ म प्रदेश लोकसेवा आयोग कोशी प्रदेश विराटनगरको सिभिल 5औं तहको सिभिल सब इन्जिनियरिङको सिलेबसको बारेमा जानकारी लिएर आएको छु, जुन चाहिँ कोशी प्रदेशले तयार गरेको छ। प्रदेश निजामती सेवा तथा स्थानीय सरकारी सेवा अन्तर्गतका प्राविधिक तर्फ इन्जिनियरिङ सेवा, सिभिल समूह, जनरल हाइवे, स्यानिटरी, इरिगेसन, हाइड्रोपावर, हाइड्रोलोजी, उपसमूह, सहायक स्तर 5औं तहको पदको खुल्ला प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम भनेर राखिएको छ। यो पाठ्यक्रम चाहिँ तपाईहरुले psc.koshi वेबसाइटमा गएर सर्च गरेर पाठ्यक्रममा भित्र गएर यो सिलेबस डाउनलोड गर्न सक्नुहुन्छ। मैले अलरेडी डाउनलोड गरिसकेको छु। अब हामी यसको बारेमा यो सिलेबसको बारेमा हेरौँ है त के छन् सिलेबसमा, कति हुन्छ, कुन चरण हुन्छ। अब परीक्षाको चरण छ प्रथम, द्वितीय अनि अन्तिम छ। परीक्षाको किसिम अब प्रथममा भनेको लिखित परीक्षा हुन्छ, वस्तुगत हुन्छ, जसलाई हामी अब्जेक्टिभ भन्छौँ। एमसीक्यू क्वेशन आउँछ, 100 पूर्णाङ्क हुन्छ। त्यस्तै गरी द्वितीय लिखित परीक्षा हुन्छ, विषयगत, जुन चाहिँ क्वेशन एन्सर हुन्छ, त्यो चाहिँ 100 मार्क्सको हुन्छ। त्यस्तै गरी अन्तिम भनेको हाम्रो अन्तर्वार्ता। अन्तर्वार्ता भनेको हाम्रो चाहिँ 30 पूर्णाङ्क हुन्छ। अब हामी हेरौँ परीक्षाको योजना, एक्जामिनेसन स्किम। प्रथम चरण फर्स्ट फेजमा अब लिखित परीक्षा नै छ। अब लिखित परीक्षामा प्रथममा सेवा सम्बन्धी विषयबाट 100 पूर्णाङ्क हुन्छ, 40 उत्तीयाङ्क हुन्छ। वस्तुगत हुन्छ, बहुवैकल्पिक प्रश्न हुन्छ, एमसीक्यू हुन्छ, 50 प्रश्न × 2 अङ्क हुन्छ। यो जम्मा टाइम चाहिँ हाम्रो 45 मिनेट मात्र हुन्छ यसको लागि। त्यस्तै गरी द्वितीय चरण लिखित परीक्षाको लागि भने हाम्रो 100 पूर्णाङ्कको हुन्छ, सेवा सम्बन्धी विषय हुन्छ। अनि यो पास भनेको 40 पूर्णाङ्क भयो। परीक्षा प्रणाली भनेको विषयगत सब्जेक्टिभ भयो। प्रश्न सङ्ख्या भनेको लामो उत्तर 4 प्रश्न अनि छोटो उत्तर 12 प्रश्न गरेर हाम्रो 100 पूर्णाङ्कको हुन्छ। समय चाहिँ 2 घण्टा 30 मिनेट, 2.5 घण्टा हुन्छ। अनि अन्तिम चरण भनेको व्यक्तिगत अन्तर्वार्ता, इन्डिभिजुअल इन्टरभ्यू हुन्छ, 30 पूर्णाङ्क हुन्छ। यो चाहिँ मौखिक हुन्छ। अब यसको समय त किन्दैन, 15 मिनेटदेखि 20 मिनेटसम्म लिन सकिन्छ। अब यो हेरौँ यहाँ के लेखेको छ भन्दाखेरि, अब यो पाठ्यक्रम योजना प्रथम चरण लिखित परीक्षा, द्वितीय चरण लिखित परीक्षा विषयगत तथा अन्तिम चरण अन्तर्वार्ता गरी 3 चरण विभाजन गरेको छ। प्रश्नपत्र नेपाली वा अङ्ग्रेजी भाषामा हुनेछ, यो दुईटै भाषामा हुने हुन्छ। यो अरु आफै गर्नु होला। अब यो एउटा यो इम्पोर्टेन्ट चाहिँ के छ भन्दाखेरि, वस्तुगत बहुवैकल्पिक प्रश्नहरूको गलत उत्तर दिएमा प्रत्येक गलत उत्तर बापत 20% अङ्क कट्टा गरिनेछ। अब उत्तर दिएन भने त्यस बापत अङ्क दिइनेछ र अङ्क पनि कट्टा गरिनेछ। यदि दियो, रङ दियो भने एउटाबाट 20%। जस्तो कि अब हामीले एउटा मिलाएको छौँ, हामीले 5 वटा बिगार्यौँ भने त्यो बराबर हुन्छ। 5 वटा बिग्रियो भने एउटा हाम्रो मिलेको काटिन्छ, माइनस लाग्छ। अब जाउँ हामी अब यसको अब हेरौँ कुन एकाइबाट कति सोध्छ भन्ने हुन्छ। अब प्रथम पत्रमा एकाइ 1 बाट प्रश्न सङ्ख्या 3, एकाइ 2 बाट 5, 3 बाट 5, 4 बाट 3, यो सबै हेर्न सक्नुहुन्छ तपाईहरुले। द्वितीय पत्रमा पनि त्यस्तै गरी दिएको छ, यो आफैले हेर्न सकिन्छ। अब हेरौँ यो भनेको अब प्रथम चरणको लिखित परीक्षाबाट छनौट भएका उम्मेदवारहरूलाई मात्र द्वितीय चरणको लिखित फेजमा सम्मिलित गराइनेछ। यो के भनेको भन्दाखेरि, अब प्रथम चरण दिनुभयो, त्यसमा नाम निक्ल्यो भने मात्र द्वितीय चरण अब दिन पाउनुहुन्छ। अब प्रथममै फालिनुभयो, निक्लिएन नाम भने द्वितीय चरण दिन मिल्दैन। अब लिखित परीक्षाको प्रथम चरणमा प्राप्त गरेको प्राप्ताङ्कको 100% अङ्क तथा द्वितीय चरणको प्राप्ताङ्कको जोडी कुल अङ्कको आधारमा लिखित परीक्षाको नतिजा प्रकाशित गरिन्छ। अब लिखित प्रथम चरणमा अब अब्जेक्टिभ अब इक्जाममा दिएको अब प्राप्ताङ्क, त्यो दिएको इक्जामको प्राप्ताङ्क र द्वितीय चरणमा दिएको प्राप्ताङ्क जोडी चाहिँ अब लिखित परीक्षाको नतिजा प्रकाशन गर्ने भनेको छ। अब यो पाठ्यक्रम चाहिँ कहिले लागू भएको थियो भन्दाखेरि 2080 2 महिना 26 गते लागू भएको थियो। त्यहाँदेखिको यही पाठ्यक्रम छ। अब अहिलेसम्म चेन्ज भएको छैन। अब आउँदै गरेको इक्जाम चैतमा छ होला प्रथम चरणको इक्जाम। त्यस्तै गरी अब द्वितीय चरणको पनि आउँछ नि, त्यो चाहिँ अब यही सिलेबस अनुसार हुन्छ। अब हामी जाउँ सिलेबसको अब प्रथम र द्वितीय पत्र अब सेवा सम्बन्धी विषय अब दुईटैको अब यो के छन् सिलेबसभित्र कन्टेन्टहरू के छन् हेरौँ हामी। अब नम्बर 1 मा रहेछ सामान्य ज्ञान एन्ड समसामयिक विषय, जीके भन्छ। सामान्य ज्ञान भनेको अब जीकेमा के रहेछ भन्दा नेपालको भौगोलिक अवस्था, प्राकृतिक स्रोत र साधनहरू, कोशी प्रदेश विशेष। अब कोशी प्रदेशको विशेष गरेर कोशी प्रदेशको सोध्ने गर्छ। त्यस्तै गरी नेपालको ऐतिहासिक, सांस्कृतिक र सामाजिक अवस्था सम्बन्धी जानकारी, कोशी प्रदेश विशेष नै भनिन्छ। हाम्रो कोशी प्रदेशकै बारेमा हेर्नु पर्यो हामीले। नेपालको आर्थिक अवस्था र चालु सङ्घीय तथा प्रादेशिक आवधिक योजना। त्यस्तै गरी जैविक विविधता
दिगो विकास, वातावरण प्रदूषण, जलवायु परिवर्तन र जनसङ्ख्या व्यवस्थापन। त्यस्तै गरी मानव जीवन प्रत्यक्ष प्रभाव पार्ने विज्ञान र प्रविधिका महत्त्वपूर्ण उपलब्धिहरू छन्। त्यस्तै गरी नेपालको संविधान भाग 1 देखि 5 सम्म र अनुसूचीहरू। त्यस्तै गरी अर्को छ सरकारी बजेट, लेखा र लेखा परीक्षण प्रणाली सम्बन्धी सामान्य जानकारी। त्यस्तै गरी प्रदेश तथा स्थानीय तहका कर्मचारीको सेवा सम्बन्धी कानुनहरू, कर्मचारीले पालना गर्नुपर्ने आचरण र कर्तव्यहरू, सार्वजनिक सेवा प्रवाह अथवा अर्थ सेवा प्रवाह गर्ने निकाय, तरिका र माध्यमहरू छ। त्यस्तै गरी स्थानीय सरकार सञ्चालन ऐन 2074 को सामान्य जानकारी छ। त्यस्तै गरी सार्वजनिक खरिद सम्बन्धी जानकारी छ। त्यस्तै गरी भ्रष्टाचार निवारण ऐन 2059 छ, जुन यो भ्रष्टाचार निवारण ऐनको विशेषता लेख्नु भनेर योभन्दा अघिल्लोको लिखित परीक्षामा सोधेको थियो कोशी प्रदेशको, यो हेर्नुहोला। त्यस्तै गरी प्रदेश सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन 2076 र सोको नियमावली 2079, नागरिक बडापत्र महत्त्व र आवश्यकता, नागरिक बडापत्रको महत्त्व र आवश्यकता हुन्छ। त्यस्तै गरी सार्वजनिक व्यवस्थापनमा निर्देशन, नियन्त्रण, समन्वय, निर्णय, प्रतिक्रिया र नेतृत्व सम्बन्धी जानकारी, कार्यालय व्यवस्थापन, कार्यालयमा सञ्चारको महत्त्व, किसिम र साधन। त्यस्तै गरी कार्यालय कार्यविधि, पत्र व्यवहार, दर्ता र चलानी, परिपत्र, तोक, आदेश, टिप्पणी। त्यस्तै गरी अभिलेख व्यवस्थापन निर्माणसँग सम्बन्धित। यति गरेर अब हाम्रो जम्मा 16-17वटा टपिक छ जिकेबाट, अब हाम्रो सामान्य ज्ञान र समसामयिक विषयबाट। अब योबाट हाम्रो अब अब्जेक्टिभ क्वेसन भनेको हाम्रो 3टा सोध्छ, अनि त्यस्तै गरी अब हाम्रो सब्जेक्टिभ क्वेसन भनेको एउटा 5 मार्क्सको एउटा सोध्छ। यो मजाले हेर्नु होला। यो अब यति थोरै छ, त्यति धेरै छैन। अब सामान्य ज्ञान नर्मल छ, यहाँ अब हाम्रो आइक्यूहरू राखेको छैन, जिके मात्र छ। अब हामी जाउँ टेक्निकल विषयतिर। अब 2 नम्बर रहेछ सर्भिङ। सर्भिङबाट अब सर्भिङको जेनरल क्लासिफिकेसन भयो, प्रिन्सिपल अफ सर्भिङ भयो, सेलेक्सन अफ सुइटेबल मेथड भयो, त्यस्तै गरी स्केल, प्लान एन्ड म्याप भयो, इन्ट्री इन्टु सर्वे, फिल्ड बुक एन्ड लेभल बुक भयो। त्यस्तै गरी अब लेभलिङ छ, लेभलिङभित्र पनि मेथड अफ लेभलिङ भयो, लेभलिङ इन्स्ट्रुमेन्ट एन्ड एसेसियर छ। त्यस्तै गरी प्रिन्सिपल अफ लेभलिङ, त्यस्तै गरी इरर अफ एडजस्टमेन्ट छ, त्यस्तै गरी फिल्ड प्रोसिड्युर प्रब्लम एन्ड प्लटिङ इन ग्राफ छ। त्यस्तै गरी अब हामी प्लेन टेबलिङको इक्विपमेन्ट रिक्वायर्ड छ, मेथड अफ प्लेन टेबलिङ 2 and 3 पोइन्ट प्रब्लम छ। त्यस्तै गरी थेरोलाइट एन्ड टावर सर्भिङ छ। अब यो भित्र बेसिक डिफरेन्स बिट्विन डिफरेन्ट थेरोलाइट छ। त्यस्तै गरी टेम्पररी एडजस्टमेन्ट अफ थेरोलाइट छ, फन्डामेन्टल लाइन एन्ड डिजायर रिलेसन छ, ट्याकोमेट्री, स्टाडिया मेथड छ। त्यस्तै गरी टेक्नोमेट्रीको लेभलिङ छ, चेक इन क्लोज टावर छ, इरोड एडजस्टमेन्ट छ। त्यस्तै गरी कन्टुरिङ छ, कन्टुरिङभित्र क्यारेक्टरिस्टिक अफ कन्टुर लाइन छ। त्यस्तै गरी मेथड अफ लोकेटिङ कन्टुर छ। त्यस्तै गरी कन्टुर प्लटिङ छ, सेटिङ आउट छ, सेटिङ आउटभित्र स्मल बिल्डिङ, सिम्पल कर्भ छ। यो सर्वेभित्र 6वटा टपिक छ, 6वटा टपिकभित्रको पनि टपिकहरू छन् सबै। अब यो मजाले पढेर अब तयारी गर्दा हुन्छ। सर्वेबाट 3-4वटा कतिवटा एमसिक्यू सोध्छ, फाइनलमा भनेको उसमा लिखितमा भनेको एउटा सर्ट क्वेसन एउटा लङ क्वेसन सोध्छ होला सर्वेबाट। कन्स्ट्रक्सन मेटेरियल छ, कन्स्ट्रक्सन मेटेरियलभित्र अब स्टोन छ, सिमेन्ट छ, क्ले एन्ड क्ले प्रडक्ट छ, त्यस्तै गरी पेन्ट एन्ड भार्निस छ, त्यस्तै गरी बिटुमिन छ, त्यस्तै गरी हलो ब्रिक, सिमेन्ट कङ्क्रिट ब्रिक एन्ड अदर न्यू कन्स्ट्रक्सन मेटेरियल छ। भनेको हाम्रो उसबाट भनेको यो कन्स्ट्रक्सन मेटेरियलबाट पनि हाम्रो लगभग कति 3टा सोध्छ होला क्वेसन अब्जेक्टिभमा भनेको, अनि होइन सर्वेबाट नि 5वटा सोध्ने रहेछ हाम्रो उसमा अब्जेक्टिभमा। अनि यो कन्स्ट्रक्सन मेटेरियलबाट नि 5वटा सोध्छ, अनि उसमा भनेको छोटो प्रश्न उता सोध्छ। यो कन्स्ट्रक्सन मेटेरियलबाट 2टा सोध्छ 10 मार्कको। त्यसै गरी अब मेकानिक्स अफ मेटेरियल एन्ड स्ट्रक्चर, यो चाहिँ अब एमओएस, अब मेकानिक्स अफ स्ट्रक्चर मात्रै भनेर हामी डिप्लोमामा पढ्ने गर्थ्यौँ, यहाँ चाहिँ मेकानिक्स अफ मेटेरियल एन्ड स्ट्रक्चर भनेर राखिदिएको छ। मेकानिक्स अफ मेटेरियल्स छ र मेकानिक्स अफ बिम्स भनेर दिएको छ, अनि सिम्पल स्ट्रक्चर थ्योरी छ। अब यहाँबाट भनेको हाम्रो एमसिक्यू भनेको 3वटा सोध्छ, अनि फाइनलमा भनेको एउटा सर्ट क्वेसन 5 मार्क्सको सोध्छ। त्यस्तै गरी अब हाम्रो जाउँ नम्बर 5मा हाइड्रोलिक्स छ। हाइड्रोलिक्सको अब जेनरल भयो, त्यस्तै गरी हाइड्रोकाइनेमेटिक एन्ड हाइड्रोडाइनामिक्स छ, त्यस्तै गरी मेजरमेन्ट अफ डिस्चार्ज छ, अनि फ्लो छ। अब हाम्रो यसभित्र पनि 4वटा टपिक छ हाइड्रोलिकभित्र। हाइड्रोलिक्सबाट भनेको अब एमसिक्यूमा भनेको हाइड्रोलिक्सबाट नि 3टै सोध्छ, अनि फाइनलमा भनेको नि एउटा सर्ट क्वेसन सोध्छ 5 मार्क्सको। त्यस्तै गरी अब सोइल मेकानिक्स सोइल मेकानिक्सबाट जेनरल छ, जेनरलमा अब सोइलको टाइप क्लासिफिकेसनहरू त्यस्तै छन्। त्यस्तै गरी सोइल वाटर रिलेसन छ, त्यस्तै गरी कम्प्याक्सन अफ सोइल छ, त्यस्तै गरी सियर स्ट्रेन्थ अफ सोइल छ, त्यस्तै गरी अर्थ प्रेसर छ, अनि फाउन्डेसन इन्जिनियरिङ छ। यति 6वटा टपिक छ। यति 6वटा टपिकबाट अब एमसिक्यू भनेको सोइलबाट हाम्रो 3वटा सोध्छ, अनि फाइनलमा भनेको एउटा लङ क्वेसन सोध्छ 5 मार्क्सको सर्ट क्वेसन सोध्छ, लङ क्वेसन होइन सरी। अब 7 नम्बरमा भनेको स्ट्रक्चरल डिजाइन। स्ट्रक्चरल डिजाइन भनेको आरसी सेक्सन इन बेन्डिङ, त्यस्तै गरी सियर एन्ड बर्न फर आरसी सेक्सन, एक्जुअली लोडेड आरसी कलम, डिजाइन एन्ड ड्राफ्टिङ अफ आरसी स्ट्रक्चर। हाम्रो 4वटा टपिक छ। हाम्रो स्ट्रक्चरल डिजाइनबाट भनेको एमसिक्यू पनि 3वटा सोध्छ, अनि
लिखित इक्जाममा चाहिँ अब सब्जेक्टिभमा चाहिँ एउटा 5 मार्क्सको अब सर्ट क्वेसन सोध्छ। त्यस्तै गरी अब हाम्रो खण्ड क चाहिँ सक्यो। खण्ड कमा हाम्रो 7वटा सब्जेक्ट राखिदिएको छ। अनि त्यस्तै गरी अब हाम्रो खण्ड खतिर जाउँ। खण्ड खमा भनेको अब बिल्डिङ कन्स्ट्रक्सन टेक्नोलोजी छ। बिल्डिङ कन्स्ट्रक्सन टेक्नोलोजीभित्र फाउन्डेसन छ, त्यस्तै गरी वाल छ, ड्याम प्रुफिङ छ, कङ्क्रिट टेक्नोलोजी छ, त्यस्तै गरी वुडवर्क छ, त्यस्तै गरी फ्लोरिङ एन्ड फिनिसिङ छ। अब 6वटा टपिक छ। यो भित्र नि अब सब टपिकहरू धेरै छन्। यो 6वटा टपिक छ। यतिबाट भनेको हाम्रो एमसीक्यू भनेको बिल्डिङ कन्स्ट्रक्सन टेक्नोलोजीबाट हाम्रो 4वटा सोध्छ एमसीक्यू। अनि अब हाम्रो फाइनलमा भनेको 2वटा प्रश्न सोध्छ छोटोवाला। 5-5 मार्क्स गरेर 2वटा प्रश्न सोध्छ। अब या लङ गरेर एउटै सोध्न पनि सक्छ। अब सिलेबसमा चाहिँ त्यही छ। अब के गर्छ त्यो अब क्वेसन बनाउनेको हातमा हुन्छ। त्यसै गरी वाटर सप्लाई एन्ड स्यानिटेसन इन्जिनियरिङबाट अब जेनरल छ। त्यस्तै गरी ग्राभिटी वाटर सप्लाई सिस्टम छ। त्यस्तै गरी पम्पिङ एन्ड लिफ्टिङ वाटर सप्लाई सिस्टम छ। त्यस्तै गरी वाटर क्वालिटी एन्ड वाटर ट्रिटमेन्ट सिस्टम छ। त्यस्तै गरी डिजाइन अफ सुवेज छ। त्यस्तै गरी एक्स्ट्रा डिस्पोजल एन्ड अनस्योर एरिया सोलिड वेस्ट म्यानेजमेन्ट छ। त्यस्तै गरी रोल अफ वाटर युजर्स कमिटी एन्ड अपरेसन एन्ड मेन्टेनेन्स अफ वाटर सप्लाई सिस्टम छ। अब हाम्रो यो भित्र कति 7वटा टपिकहरू छ। यो वाटर सप्लाई र सेनिटरी इन्जिनियरिङबाट भनेको हाम्रो एमसीक्यू 4वटा सोध्छ। अनि सर्ट क्वेसन हाम्रो लङ क्वेसन नै सोध्छ होला। योबाट एउटा 10 मार्क्सको वाटर सप्लाईबाट लङ क्वेसन नै सोध्छ। सर्ट क्वेसन खासै सोध्दैन। सिलेबसमा त्यही राखिदिएको छ। त्यस्तै गरी जाउँ अब हामी इरिगेसन इन्जिनियरिङ। इरिगेसन इन्जिनियरिङमा जेनरल टाइप अफ इरिगेसन सिस्टम छ। अब यसमा हाम्रो अरू जस्तो हामीले कन्टेन्टहरू लगभग हेर्छौँ। यो इरिगेसन एक्ट 2075 कोशी प्रवेश भनिन्छ। अब यो चाहिँ हाम्रो गुगलमा पाइन्छ। गुगलमा यो सर्च गऱ्यो भने भेटाइन्छ। अब त्यहाँबाट इम्पोर्टेन्ट यसो कुराहरू आफूले नोट गरेर राख्दा राम्रो हो। यो सोध्न सक्छ। त्यस्तै गरी वाटर रिक्वायरमेन्ट छ। वाटर रिक्वायरमेन्ट त्यस्तै गरी फ्लो इरिगेसन क्यानल छ। अब यति 3वटा टपिक छ। अब हाम्रो इरिगेसनबाट भनेको एमसीक्यू भनेको 4वटा सोध्छ। अनि लङ क्वेसन एउटा सोध्छ इरिगेसन इन्जिनियरिङबाट नि। अब हाइवे इन्जिनियरिङतिर जाउँ। हाइवे इन्जिनियरिङमा अब जेनरल यो हाइवे इन्जिनियरिङ धेरै राम्रो छ। जेनरल छ। जेनरलभित्र पनि अब यसको इन्ट्रोडक्सन क्लासिफिकेसन हिस्टोरीहरू भयो। त्यस्तै गरी अब यसमा प्रोभिजनल पब्लिक रोड एक्ट पनि छ 2077 कोशी प्रवेशको यो एक्ट हेर्नु होला। त्यस्तै गरी जियोमेट्रिक डिजाइनभित्र पनि धेरै छन् हेर्नु होला। त्यस्तै गरी ड्रेनेज सिस्टम रोड पेभमेन्ट रोड मेसिनरी छ यति हाम्रो। अनि त्यस्तै गरी रोड कन्स्ट्रक्सन टेक्नोलोजी छ। त्यस्तै गरी ब्रिज छ। त्यस्तै गरी रोड मेन्टेनेन्स एन्ड रिपेयर छ। त्यस्तै गरी ट्र्याक एन्ड ट्रेल्स। त्यस्तै गरी लो कस्ट रोड छ। अब हाम्रो हाइवे इन्जिनियरिङबाट भनेको हाम्रो एमसीक्यू 4वटा सोध्छ। अनि लङ क्वेसन एउटा सोध्छ सब्जेक्टिभमा। त्यस्तै गरी अब हाम्रो जाउँ इस्टिमेटिङ एन्ड कस्टिङ। इस्टिमेटिङ एन्ड कस्टिङभित्र भनेको जेनरल छ। जेनरलमा अब त्यही मेन आइटम अफ युनिट त्यस्तै छन्। त्यस्तै गरी इस्टिमेटिङ एन्ड रेट एनालाइसिस भयो। त्यस्तै गरी स्पेसिफिकेसन। त्यस्तै गरी भ्यालुएसन। 4वटा टपिक छ। धेरै लामो छैन यो। यसबाट भनेको हाम्रो एमसीक्यू भनेको इस्टिमेटिङबाट हाम्रो 4वटा सोध्छ। अनि सर्ट क्वेसन एउटा सोध्छ सब्जेक्टिभमा। त्यस्तै गरी कन्स्ट्रक्सन म्यानेजमेन्ट अब यो डिप्लोमा नि पढ्नु भएको सब्जेक्ट हो। अब यहाँ यसको टपिकहरू के राख्छन् हेरौँ न। अर्गनाइजेसन छ। त्यस्तै गरी साइट म्यानेजमेन्ट छ। त्यस्तै गरी कन्ट्र्याक्ट प्रोसिड्युर छ। एकाउन्ट्स छ। अनि प्लानिङ एन्ड कन्ट्रोल छ। यति हाम्रो 5वटा टपिक छ। हाम्रो के भन्छ कन्स्ट्रक्सन म्यानेजमेन्टबाट भनेको चाहिँ हाम्रो एमसीक्यू कति त्यस्तै 3वटा सोध्छ। अनि हाम्रो लङ क्वेसन सोध्दैन कन्स्ट्रक्सन म्यानेजमेन्टमा। सर्ट क्वेसनै सोध्छ। 5 मार्क्सको सोध्छ। यो हेरिदिनु होला। त्यस्तै गरी अब हाम्रो एयरपोर्ट इन्जिनियरिङ यो चाहिँ अब हाम्रो लागि एकदमै नयाँ विषय हो। डिप्लोमामा हामीले यो पढेको हुँदैनौँ। अब यो एयरपोर्ट इन्जिनियरिङको बारेमा अब एकदम मजाले ध्यान दिएर न्युली पढ्नुपर्ने हुन्छ। अब यसबाट अब यो भित्र भनेको जेनरल छ। यसको भित्र के रहेछ टपिक हामी हेरौँ है त। इन्ट्रोडक्सन टु एयर ट्रान्सपोर्टेसन सिस्टम। एयर ट्रान्सपोर्टेसन सिस्टमको इन्ट्रोडक्सन। त्यस्तै गरी हिस्टोरिक डेभलपमेन्ट अफ एयरपोर्ट इन नेपाल। अब नेपालमा अब एयरपोर्टको डेभलपमेन्ट हिस्टोरी कस्तो छ त्यो हेर्नु पऱ्यो। त्यस्तै गरी क्लासिफिकेसन अब एयरपोर्टको क्लासिफिकेसन के छ त्यो हेर्नु पऱ्यो। त्यस्तै गरी एयरपोर्ट टर्मिनोलोजी अब एयरपोर्टमा के टर्मिनोलोजी युज हुन्छ यो हामीले अब डिप्लोमा त पढाएको छैनौँ। यो नयाँ हुन्छ हाम्रो लागि। त्यस्तै गरी डिजाइन अब डिजाइन के छ भन्दा बेसिक डिजाइन कन्ट्रोल एन्ड क्राइटेरिया फर डिजाइन। त्यस्तै गरी जेनरल आइटम्स कन्टेन इन एनेक्स 14। त्यस्तै गरी प्लानिङ अफ एयरपोर्ट एन्ड इट्स एलिमेन्ट्स। त्यस्तै गरी टर्मिनल बिल्डिङ एन्ड कन्ट्रोल टावर। त्यस्तै गरी ड्रेनेज सिस्टम जियोमेट्रिक डिजाइन पेभमेन्ट स्ट्रक्चर एन्ड इट्स कम्पोनेन्ट। त्यस्तै गरी बेसिक नलेज अफ हेलिपड एन्ड हेन्जर्स। अब त्यस्तै गरी एयरपोर्ट मेन्टेनेन्स छ। मेन्टेनेन्सभित्र अब हाम्रो टाइप्स अफ मेन्टेनेन्स। त्यस्तै गरी मेथड अफ मेन्टेनेन्स रहेको छ। अब हाम्रो यो एयरपोर्ट इन्जिनियरिङ चाहिँ अब हाम्रो यो लास्ट सब्जेक्ट हो। 14वटा छ हाम्रो जम्मा सब्जेक्ट। एयरपोर्ट इन्जिनियरिङबाट अब एमसीक्यू भनेको हाम्रो 2वटा सोध्छ। अनि हाम्रो एउटा सर्ट क्वेसन 5 मार्क्समा एउटा सर्ट क्वेसन सोधिरहेको हुन्छ। र हामी यहाँ मोडल राखिदिएको छ। सिलेबस राख्दाखेरि मोडल एमसीक्यू भनेर राखिदिएको छ। अब कसरी सोध्छ मोडल भनेर यहाँ दिएको छ।
द हार्डेस्ट रक इज अब हार्डेस्ट रक के हो मार्बल टाक डायमन्ड काट्छ त्यो के हो त्यस्तै गरी हुक्स ल होल्ड्स गुड अप टु अब यो के हो यसरी सोध्छ भनेर सोधेको छ त्यस्तै गरी अब अर्को छ ल्यासमिटर इज युज टु मेजर अब के को लागि यो मेजर गरिन्छ भन्ने छ त्यस्तै गरी द ग्रेड अफ कङ्क्रिट M20 मिन्स द्याट द कम्प्रेसिभ स्ट्रेन्थ अफ अ 15 cm क्युब आफ्टर 28 days वुड बी अब यो कुन हुन्छ यसरी सोधेको छ अब यसरी सोध्छ भनेर सोधेको छ त्यस्तै गरी सब्जेक्टिभको पनि सोधेको छ अब हाम्रो वाट आर द प्रिन्सिपल अफ सर्भिङ राइट सर्ट नोट अन डिफ्रेन्ट मेथड अफ लेबलिङ अब यसरी 5+5 भनेर सोधेको छ त्यसरी वाट आर द डिफ्रेन्स बिट्विन पाइप फ्लो एन्ड ओपन च्यानल फ्लो बिच के डिफ्रेन्स छ भनेर सोधेको छ यसरी अब हाम्रो यसरी सोध्छ भनेर हो मोडल मात्र दिएको हो अरू प्रदेशको हेरी कोशी प्रदेशको चाहिँ सिलेबस अलिक सजिलो छ मजाले अब ध्यान दिएर सिलेबस अनुसार मजाले राम्रोसँग अध्ययन गर्नुभयो भने लोकसेवामा नाम निकाल्न सक्नुहुन्छ यस्तै लोकसेवा सम्बन्धी इन्फर्मेटिभ भिडियोहरू हेर्न चाहनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गरी हाम्रो च्यानलमा जोडिनु होला।